नेपाली जनताको 7.5 खर्ब रुपियाँ खोइ अब यसको हिसाब माग्ने बेला भएको छ। जेनजीले प्रधानमन्त्री बनाएको बालेन शाहले यो खोजिदिनु पर्नेछ। आज महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिलाई बुझाएको एउटा प्रतिवेदनमा विभिन्न देशैभरिका सरकारी कार्यालयहरूले अहिलेसम्म 7.5 खर्ब रुपियाँको हिसाब किताब देखाउन सकेका छैनन्। र दुःखका साथ भन्नुपर्छ, यसपालिको प्रतिवेदनले बेरोजु यो वर्ष 3%ले बढेको देखाएको छ। यति ठुलो पैसाको हामीसँग पारदर्शी हिसाब किताब नै छैन। अब यो भ्रष्टाचारै भो, नेताहरूले कुम्ल्याए, कर्मचारीले खाए भन्ने होइन। बेरोजु विभिन्न प्रकारको हुन्छ। त्यो के हुन्छ म एक एक गरी भन्नेछु, यो बुझ्नुहोला। हरेक राष्ट्रप्रेमी नेपालीले बुझ्न जरुरी छ। नेपालको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076ले बेरोजु भनेको के हो भन्छ भन्दा, कानुन बमोजिम रीत नपुर्याइकन कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँलाइएको वा ठहर गरेको खर्चलाई बेरोजु भनिन्छ रे। अब बेरोजुहरू चाहिँ असुल गर्नुपर्ने पनि हुनसक्छ, नियमित गर्नुपर्ने पनि हुनसक्छ, अनियमित भएको पनि हुनसक्छ र प्रमाण पेश नभएको पनि हुनसक्छ। र यो वर्ष मात्रै झन्डै झन्डै 1 खर्ब रुपियाँ जतिको बेरोजु थपिएको छ यो वर्ष मात्रै, जसमा 37% असुल गर्नुपर्ने, 57% नियमित गर्नुपर्ने, 15% अनियमित भएको र 41% चाहिँ प्रमाण पेश नभएको भनेर देखिन्छ। नेपालको यति ठुलो पैसा यसरी खर्च गरिरहेको छ नेपालको सरकारी कार्यालयहरूले। अब यो कसले खोज्ने हिसाब, कसले उठाउने यो पैसा, अब यसको खबरदारी जनताले गर्नुपर्छ। र यसपालि युवाहरूको सरकार गएको छ, तपाईहरूले खोज्नुपर्छ यति ठुलो पैसा कहाँ गयो, कुन शीर्षकमा खर्च भयो, खर्च कसरी भयो, त्यसको हिसाब किताब एक एक गरी तपाईहरूले अब खोज्नुपर्छ। महालेखा परीक्षकको कार्यालयले त प्रतिवेदन मात्र दिन्छ, कारबाही गर्न सक्दैन। नेपालमा अख्तियार पनि छ, प्रहरी पनि छ र सबैभन्दा माथि अहिलेको युवा सरकार छ, बालेन शाह छ। तपाईहरूले खोज्नुपर्छ यो पैसा। यदि यो पैसाको मात्रै सही हिसाब किताब भएर राज्यको कोषमा भएको भए यो पैसाले के गर्न सकिन्थ्यो होला भनेर हामीले एआईलाई सोधेका थियौँ। च्याट जीपीटीले के भन्यो थाहा छ तपाईँलाई? यो पैसा भइदिएको भए यो पैसाले चाहिँ 73,000 किलोमिटर कालोपत्रे सडक बनाउन सक्थ्यो रे, 4,000 मेगावाट बिजुली निकाल्न सक्थ्यो रे, 350 देखि 500वटा अस्पताल बनाउन सकिन्थ्यो रे, हजारौँ विद्यालय बन्थ्यो रे यो पैसाले, अनि 15 देखि 20वटासम्म मेलम्ची जस्ता ठुला खानेपानी आयोजना बनाउन सकिन्थ्यो रे यो पैसाले। आज नेपाली जनताले त्यो पैसाको हिसाब पनि पाएका छैनन्। यति ठुलो पैसाको हिसाब किताब पारदर्शी नहुनु सबै भ्रष्टाचार भयो भन्ने होइन, तर लामो समयसम्म यसको हिसाब मिलान भएन भने त्यहाँ भ्रष्टाचारको गन्ध पक्कै पनि आउँछ। यसको एक एक गरी खोजी हुनुपर्छ। सबैभन्दा पहिला यो 7.5 खर्ब रुपियाँको हिसाब मिलान हुनुपर्छ, अनि हिसाब नमिलान भएका त्यो पैसामा को डामिने हो डाम्नुपर्छ, कसको कठालो समाउने हो समाउनुपर्छ। किनकि राज्य कोषको गरिब नेपाली जनताको पैसा यसरी बेहिसाब रुजु नै नभइकन बेरुजु छोड्न मिल्दैन। सुशासन चाहने हरेक नेपाली जनताले यसको जवाफ माग्नुपर्छ र प्रधानमन्त्रीले यसको जवाफ अब खोज्नुपर्छ। अस्ट्रेलियामा आइटी पढिरहेकाहरूलाई जागिरमा जानका लागि टेक स्किल इन्स्टिच्युटले जब रेडी प्रोग्राम गराइरहेको छ। यो कोर्स पढेर तपाईँले पनि आइटीको क्षेत्रमा आफ्नो भविष्य खोज्न सक्नुहुन्छ। यो कोर्स पढेर पनि तपाईँले जागिर पाउनु भएन भने 50% शुल्क फिर्ता गरिदिने टेक स्किलले जनाएको छ।